नारी दिवस इन्टरनेसनल वुमेन्स डे। नारी दिवसको बारेमा आज म हजुरहरु समक्ष केही भन्न गइरहेको छु। कस्तो लाग्छ सल्लाह र सुझाव दिनु होला है त। अन्तर्राष्ट्रिय नारी दिवस अंग्रेजी इन्टरनेसनल वुमेन्स डे अथवा नारी दिवस महिला जागरुकता सम्बन्धी दिवस हो। यो 8 मार्चमा विश्वभरि मनाइन्छ। राजनीतिक तौरबाट सुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैंगिक समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन्। यो सर्वप्रथम 1909 फेब्रुअरी 28 मा मनाइएको थियो। 1910 मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो। सन् 2013 मा आइपुग्दा विश्वभर 103औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ। यो अहिले मार्च महिनाभरि नै मनाइन्छ। हालका कार्यक्रमहरू। हालका दिनहरूमा संसारभरका विभिन्न महिला समूहहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजित हुने गर्छन्। सन् 2001 मा इन्टरनेसनल वुमेन्स डे नामक डिजिटल हबको सुरुवात भयो। यसमा सित्तैमा आफ्नो गाउँ समाजमा हुन लागेका कार्यक्रमहरूको रजिस्टर गर्न सकिन्छ। सन् 2013 मा यस वेबसाइटलाई बेलायतमा रहेको एक कम्पनीले चलाएको थिए। सन् 2016 मा यसलाई स्पोन्सर गरियो र थप 7 वटा महिला सङ्घहरू यसमा आबद्ध भए। वेबसाइटले वार्षिक विषय राख्ने भएको छ जुन संसारभरलाई सुहाउँदो होस्। थुप्रै सङ्घ संस्थाहरूले यसलाई साथ दिएका छन्। ताइवानमा भने नारी दिवस महिलाको कम्मरको आकारको सर्वेक्षणको नतिजासँगै सुरु हुन्छ, जसमा मोटोपनको विरुद्ध चेतावनी दिने गरिन्छ। धन्यवाद। यहाँहरूलाई भिडियो कस्तो लाग्यो? यहाँहरूको सल्लाह सुझावको प्रतीक्षामा रहन्छु र यहाँहरूले दिएको सल्लाह सुझावलाई फेरि आगामी भिडियोहरूमा समेट्ने गर्दछु। लाइक सब्स्क्राइब गरिदिनु होला सबैले। यहाँहरूको